त मिठो छ है मासु हाल्छौ मासु हाल्छौ यो चाखिहाल्छ नि मासु त छोड्नै हुँदैन होइन चल्लु चाकुम भिडियो बनायो भने कि त चर्को हुन्छ कि त मिठो हुँदैन आज मासु भनेर अहिले डाइरेक्ट खान्छौँ लाग्छ म चाहिँ चाख्न लाग्दै थियो साथीहरू कस्तो हुन्छ आउँछ रियाक्सन हेरौँ है अघि अचार मिठो भयो अरे अब मासु कस्तो हुन्छ भन्ने कुरा उहाँ हजुरले खाएपछि थाहा हुन्छ तिमी कहाँ हो यहाँ आउ न छिटो ल भिडियो बनायो भने मिठो पकाउँदैन चार्को पकाएर चाहिँ कि त मिठाई हुँदैन भनेको थियो ट्राई गरेर कस्तो छ तातो है मिठो मुखो भएको है साँच्चीकै मिठो छ मिठो छ मिठो बनाउँदैन भने नि त हो त भिडियो बनाएपछि कहिले नुन हाल्दैन कहिले बेसार धेरै हाल्छ अहिले चाहिँ आज चाहिँ मिठो बनाएको छ टक्क घप्ची दिन्छ कि कस्तो मिठो छ त मिठो छ है सबै कुरा लाहा ठिक्क सबै कुरा ठिक्क नुन ठिक्क तातो पनि बनाउँछ होइन त्यो त मासु भ्याइसक्यो मासु खाने के हो फेरि के हो फेरि बनाउँदैछ के एकचोटि यहाँ आउँछ फेरि हाल्छौ हालेन किन मजाक नगर